फर्स्ट म्याच हो यार मेरो यो सिजन स्टार्ट भएपछि यसो 20-25 किल गरौँ न किल दियो है मलाई यो के हो यो उस हो इभेन्ट होइन क्लासिक हो यो क्लासिकको रिकल हुँदैन है ए ए यहाँ भयो मलाई यहाँ मलाई भयो कोला ला रातले हान्छ लास्ट ए म छु नि अगाडि टाइम भन्ने हुँदैन मलाई एउटा जुन बन्दुक भए नि हुन्छ मलाई नपाएपछि जे भने नि भयो नि यहाँ छ कुप गाडी साथीहरूको कुप गाडी अहिले लिनु जाऊँ लिनु ल सँगै जाऊँ न लौडो परिहाल्यो नि तनाइ हुन्छ टराको आउनु त रोशन तिमी र म घोडा चढौँ न त आउनु तिमीहरूको माया लागेको डराएको तिमीहरूलाई कसले हानिदिन्छ कि भनेर भयो क्या आऊ यार घोडामा आउने हो सोले फिल्मबाट आएको क्या हामी के अरे म चाहिँ उसो क्या वीरु जय वीरु म चाहिँ जय म जय त मर्छ म त हुँदैन म हो वीरु त बसन्ती हो क्या बसन्ती त म चाहिँ उसो हो ठाकुर हो ठाकुर जुत्तामा काटी हालेर लड्न आउँछ लास्टमा डेन्जर ओइ ढोका त सब खुल्दै छ यार अरे एनिमीले झारे नभने हल्ला नगर्नु क्या हल्ला नगर्नु ल्याग भयो यार पोचिङतिर एनिमी चाहिन्छ जान पर्छ के हो मैले त कसैलाई नि दिएको छैन त आँखा खोलेर हेर नि त आँखा खोलेर हेर ए आउँछ त्यस्तो भन्दै यार रोजनीहरुमा ओए ओए ला ओए ए साथी रहेछ यसको एनिमी हो मारे आयो पुसायो मलाई त ओइ राति जाम न यार के गरे के हेरे राति आउन जाम यार एकजना मरिसक्यो कस्तो कुरा होला कहाँ मरेछ किउँदैछ बोलिरहेको छ त आसा जाने एकैचोटी जाउने म त पुगिसके हजुर एकैचोटी जानु मेरोमा फलो गर्न मिल्छ कसरी मिल्छ फलो गर्न मिल्छ अबे नम्बर 3 त यही बसिरहेर चाहिँ लुकेर के आमा यार अमृत यार लुकेर बसेको यार पखमा दाइलाई बोलाएर आउँछु भनेर आफू कुनामा लुकेर हामीलाई पठाए जस्तो छ ए यही छ स्क्वाड हाउसमा छ होइन यही छ हजुर नेट पिन गरेछ जान कि घोडामा हिँड्दाको यो लान के रे नाटक गरेको अहिले ए ओए चर्चमा दुईतिर छ छरेर बस्यो क्या लिनु न सुतेर हान्नु दिन हो के गरेको यार म त रातेमा घरको आयो बगीको ल्यान्नु दौडी म त बिजो फ्यास गेम अब घरको ल्यान्नु यो सब रातिले राम्रो ठाउँमा गएर बसिरहेको रहेछ हगिने कभर नगरेको यसले नकाराम त एकछिन साथीहरू एक लाग्यो पोकिङले एनिमी खोज्न गएको बाउला मारिन्छ मैले एक्लै मार्नु त्यहाँ तिनजना सँगै जानेर बिचरा त्यत्रो कुरेर बसेर उहाँ डाँडामा गएर बस्ने यार त्यो साइको भने त सेल्फिस नै खेल्छ क्या रातिले अलि उसलाई चाहिँ सोलो हान्नु पर्ने मान्छे हो खासमा स्क्वाडमा खेलाउने मान्छे चाहिँ होइन बेउरा चाहिँ छैन क्या S12 केमा फेरि एलिभेसन किल फिट छ के त्यही भएर S12 के अस्ति वाउ खेल्ने बेलै थाहा भयो अस्ति दाइक सुन्नु न के भएको भन्नु न अस्ति 1v1 हानेको हैन केनी भएन भयो तीनचोटी
यस्तो गेममा फोकस गर न बिल्ला गेममा खेल्दो फोकस गर न हेर न उसको कुरा नगरेको के नाइ के डेन्जर कुरा बिल्ला गर्दै खेल्दो रहेछ कसम 3 चोटि डिफिट भएको उसले होइन अनि लास्टमा त अफलाइन भइदिरहेको के त्यो इम्बारेस भएर के अच्छा डेन्जर बिल्ला खेल्दो म त यस्तो हँस लाएर जित्न दिएको त अझ ऊ जित्न दिएको रे 3 चोटि के कतिको डिफरेन्स भन्नु न 13 किलको काउन्टिङ गरिसक्यो मैले यता एनिमी झऱ्यो है उई नो वे हाने हाने गाइस कता हो आइसक्यो हेर न, भने किल दुई- कहाँ हो कता हो ए छु त रेडी आइसक्यो बट लबी लबी हुन यस्तै ल बटै बट्छ त यहाँ हगी हगी त्यो बटले नक भइरहेको के आइ डेन्जर आउँछ नि यार तर बटले नक भयो त्यसो भए त छैन त एनिमी नै हामी एउटा छ त्यो जस्तो छ त मलाई हानेको त एनिमी नै हो हाउको लगाउनु यो घरमा छ एउटा ओके मैले भन्थेँ छ जस्तो छ एकजना एनिमी भन्थ्यो के त्यही घरमा छ म गइदिन्छु ओ शिट उस रहेछ नि त मैले बग ओए रुक न छोड न ट्याक्कै किचोरेको यसले अरी सो ठिस रहेछ यार राति त यार म फेरि अलि अल्टिमेट प्लेयर परे कि म त फेरि देखिरह तेरै हेरेको कि मैले त कस्तो खेल्नु हेरिरहेको छु तर चोरेको है यो किल हैन हो चोरेकै हो ट्याक्कै त्यो होल्ड गरेको एकछिन तिमी नआउँछौ होल्ड गरेको तिमी जाने बित्तिकै गयो क्या हजुर तिमीलाई चाहिँ सिल एज अ सिल युज गरेको यसले फुटे आएन त ए यहाँ माथिको माथि छ यार ओए बमायो कस्तो मिठो बम हानेको यसले हजुर म के गर्ने होला यार जताततै साथीहरू घाइते पछाडि आऊ चार नम्बर त अलि टाढै कस्तो हानेको राति यहाँ ओपन च्यान द्याएर छिटो सक्ने होइन रिभाइभ गर्न आयो हुन्छ हौ जाऊ रिभाइभ गरेर पहिला पछाडि रोशनीको गाडी छ है रोशनी त्यहाँ रोशनीको गाडी लिएर यता ए त्यहाँ नबस न अलिकति सेपमा बस न ग्यास एउटा ग्यास फाल्दैन अफलाइन हो र सकियो के ग्यास त उता उस पात बनाउँदाखेरि ग्यास छ नि फाला त नम्बर 4 बुवा हाङकोक मतिर नि आऊ है पछाडिबाट हाम्रो लिएर आऊ हाङकोक त अफलाइन हो क्या हो त आउने त जे रामजी कि त्यो एयर ड्रपमा नक छ के अरे फ्लेयर ड्रपमा त्यो नक थियो यार त्यो रिभाइभ गर्न गइरहेछ होला म बचेको आया भिडियो दिए धन्यवाद त्यो अब रिभाइभ हानिसकेछ अब फेरि कहे मेरोमा फेरि इयरफोनको इस्यु आउन लाग्छ पुरा लाइभ बस्दै फेसबुकमा के अरे युट्युबमा लाइभ बस्दै त्यति मान्छे त हिजो बक्कु म सतै बस्छु युट्युबमा लाइभ बसिदियो ल जाम जानी हो एउटा नक छ दुईजना हो योहरू हो र कहाँ दुईजना हो तीनजनाको जस्तो लाग्छ खायो राति चाहिँ भागेको यो हिजो भागेको एकजना झरे अझ कसरी झरे त मलाई बचाए यार कसले रिभाइभ दिएको मलाई मैले दिएको नि धन्यवाद मैले रे नक भएर घौटमा बसिरहेको हैन म उता बाहिर बसेँ के कसले यो हानेको यो उस हारेछ होइन त्यो मोटर हानेछ के भयो ए सरी इट्स ओके यहाँ हुन सक्छ कि दर्शक भएर बस्यो भित्र एकदम त्यो मोटर हान्ने ओए यहीँ रहेछ नभन्दै यहीँ रहेछ नि मोटर हान्नेवाला
ए कत्रो ए नम्बर 3 एक एचपी भयो यार स्क्वाडै खाला जस्तो छ एक एचपी भयो यार ला बोट ओइ ए कहाँबाट हान्थ्यो तिमीलाई रोशनी आउ त चाँडो अपार्टमेन्टबाट हान्यो त्यो झ्यामझुम हान्थ्यौ त तीहरू बोटहरू हो ओइ म मार्छ आज यार यो घर कसरी मरे म